एक समय म भित्र अनायासै रहरहरू जाग्दिरह। फरक खुसी, फरक लाज, फरक दृष्टिकोण। के कारणले म भित्र यस्तो भावनाहरू पैदा भइरहेछ? सोच्दै गए, बुझ्दै गए। अन्तत सोच्दै जाँदा, बुझ्दै जाँदा ऊ एक दिन कलेज नआउँदा थाहा पाइदिएर कि सबै कुराको कारण ऊ पो रहेछ भनेर। जसको वर्णन गरेर मेरो धित कहिले नमर्ने यार। जसलाई हेरिरहँदा मेरो आँखाहरू झिम्किनै नमान्ने। उनको सबै कुराहरू यति राम्रो लाग्ने कि गाइदिउँ माथि डाँडामा गएर उनको नामको प्रेम गीत उनकै आँखामा डुबेर भनिदिउँ कि यो ठाउँमा कोही राम्री छ त ऊ मात्रै छ। झन् उसले जस्तो नाच त ओहो कसले नाच्न सक्थ्यो? उनको सबै गुणहरूले आफूभित्र हलचल पैदा गर्थ्यो। सोच्थे केही कुराको मतलब नगरिकन गइदिउँ सरासर र प्रेम प्रस्ताव राखिदिउँ, तर सकिन। तर बिस्तारै बिस्तारै कुरा भन्ने भइदियो। तर सामान्य रूपमा छरछिमेक आन्टीहरूसँग जस्तो कुराहरू साह्रै फिक्का। मलाई कहाँ त्यस्तो कुराले मलाई कहाँ हुन्थ्यो, त्यो कहाँ पुग्थ्यो? मलाई सबै कुरा भन्न मन थियो। एक दिन कलेजमा हुरी बतास पुरै चलिदिरहेको थियो। सबैजना बाहिरी साथीहरू, सबै दोस्तहरू पुरै बाहिरी माहौलमा मस्त रमाउँदै थिए। मेरो भने त्यस माहौलमा मनै रमाएन। म